चिरनिउरै गर्छौँ हामी कोटी कोटी नमन चिरनिउरै गर्छौँ हामी कोटी कोटी नमन भक्तजनका प्यारा हे गुरु गणेश रवि विष्णु भगवती हे भोला महेश भक्तजनका प्यारा हे गुरु गणेश रवि विष्णु भगवती हे भोला महेश भक्तजनका प्यारा हे गुरु गणेश रवि विष्णु भगवती हे भोला महेश भक्तजनका प्यारा हे गुरु गणेश रवि विष्णु भगवती हे भोला महेश भक्तजनका प्यारा हे गुरु गणेश रवि विष्णु भगवती हे भोला महेश भक्तजनका प्यारा हे गुरु गणेश रवि विष्णु भगवती हे भोला महेश भक्तजनका प्यारा हे गुरु गणेश रवि विष्णु भगवती हे भोला महेश भक्तजनका प्यारा हे गुरु गणेश रवि विष्णु भगवती हे भोला महेश बोली पंचायन देवी देवता को जय हो हे हरि चितवनदेखि आयो गाउनलाई भजन मेचीदेखि गाडीसम्म चर्चा पोखराको चितवनदेखि आयो गाउनलाई भजन कोटी होमको दर्शन गर्न त्यही भएर आएको कोटी होमको दर्शन गर्न त्यही भएर आएको चितवनदेखि आयो गाउनलाई भजन धर्म संस्कार संस्कृति सनातन जोगाउन चितवनदेखि आयो गाउनलाई भजन धर्म संस्कार संस्कृति सनातन जोगाउन चितवनदेखि आयो गाउनलाई भजन धर्म संस्कार संस्कृति सनातन जोगाउन चितवनदेखि आयो गाउनलाई भजन धर्म संस्कार संस्कृति सनातन जोगाउन चितवनदेखि आयो गाउनलाई भजन धर्म संस्कार संस्कृति सनातन जोगाउन चितवनदेखि आयो गाउनलाई भजन धर्म संस्कार संस्कृति सनातन जोगाउन चितवनदेखि आयो गाउनलाई भजन धर्म संस्कार संस्कृति सनातन जोगाउन चितवनदेखि आयो गाउनलाई भजन धर्म संस्कार संस्कृति सनातन जोगाउन विश्व शान्ति कोटी महायज्ञ को जय हो हे हरि देशैभरिबाट आएका भक्तजन एकातिर कोटी होम अर्कोतिर भजन देशैभरिबाट आएका भक्तजन यो दृश्यलाई देखेपछि भयो आत्मरञ्जन यो दृश्यलाई देखेपछि भयो आत्मरञ्जन देशैभरिबाट आएका भक्तजन भजन कीर्तन हेरेर रमाउने कति छन् देशैभरिबाट आएका भक्तजन भजन कीर्तन हेरेर रमाउने कति छन् देशैभरिबाट आएका भक्तजन भजन कीर्तन हेरेर
भक्तवत्सल भगवानको जय हो। हे हरि सत्यको जित भएरै छाड्यो नि हेर ठुलै भयो खैला बैला भयो ताना तानी सत्यको जित भएरै छाड्यो नि हेर आयोजकलाई दुःख दिन खोजे अभिमानी आयोजकलाई दुःख दिन खोजे अभिमानी सत्यको जित भएरै छाड्यो नि हेर पापीहरू कहाँ गए तर्सेर सत्यको जित भएरै छाड्यो नि हेर पापीहरू कहाँ गए तर्सेर सत्यको जित भएरै छाड्यो नि हेर पापीहरू कहाँ गए बोलिए सत्य सनातन वैदिक धर्मको जय हो। हे हरि कति राम्रो काम छ उस्तै छ पवित्र पूजा गर्नु पाठ गर्नु धर्म कर्म गर्नु कति राम्रो काम छ उस्तै छ पवित्र यही हो हाम्रो मुख्य काम प्रभुकै घर बन्नु यही हो हाम्रो मुख्य काम प्रभुकै घर बन्नु कति राम्रो काम छ उसै छ पवित्र हेर्दा पनि देखिने सविचित्र कति राम्रो काम छ उसै छ पवित्र हेर्दा पनि देखिने सविचित्र कति राम्रो काम छ उसै छ पवित्र हेर्दा पनि देखिने सविचित्र कति राम्रो काम छ उसै छ पवित्र हेर्दा पनि देखिने सविचित्र कति राम्रो काम छ उसै छ पवित्र हेर्दा पनि देखिने सविचित्र कति राम्रो काम छ उसै छ पवित्र हेर्दा पनि देखिने सविचित्र कति राम्रो काम छ उसै छ पवित्र हेर्दा पनि देखिने सविचित्र कति राम्रो काम छ उसै छ पवित्र हेर्दा पनि देखिने सविचित्र बोलिए सच्चिदानंद भगवानको जय हो। हे हरि दर्शन गर्न आउनु है कोटि ओम पर्वलाई देशैभरिबाट आए ठुला ठुला गुरु दर्शन गर्न आउनु है कोटि ओम पर्वलाई धर्म कर्म बचाउनलाई भएको छ सुरु धर्म कर्म बचाउनलाई भएको छ सुरु दर्शन गर्न आउनु है कोटि ओम पर्वलाई दिदी बहिनी भक्त जन प्रिय दाजुभाइ दर्शन गर्न आउनु है कोटि ओम पर्वलाई दिदी बहिनी भक्त जन प्रिय दाजुभाइ दर्शन गर्न आउनु है कोटि ओम पर्वलाई
गुरुजनहरूको जय हो हे हरि दाहिने भएपछि हरि रहर अहिलेसम्म नभएको राम्रो काम भयो दाहिने भएपछि हरि रहर पापी मन र धर्मीको जानु सातो गयो पापी मन र धर्मीको जानु सातो गयो दाहिने भएपछि हरि रहर अधर्मी र दुष्टको के लाग्दो रहेछ दाहिने भएपछि हरि रहर अधर्मी र दुष्टको के लाग्दो रहेछ दाहिने भएपछि हरि रहर अधर्मी र दुष्टको के लाग्दो रहेछ दाहिने भएपछि हरि रहर अधर्मी र दुष्टको के लाग्दो रहेछ दाहिने भएपछि हरि रहर अधर्मी र दुष्टको के लाग्दो रहेछ दाहिने भएपछि हरि रहर अधर्मी र दुष्टको के लाग्दो रहेछ दाहिने भएपछि हरि रहर अधर्मी र दुष्टको के लाग्दो रहेछ दाहिने भएपछि हरि रहर अधर्मी र दुष्टको के लाग्दो रहेछ हरिहर भगवानको जय हो हे हरि भजन कीर्तनमा 7 कोटी होम गरिन्छ पहिलो भयो पशुपति दोस्रो पोखराको भजन कीर्तनमा 7 कोटी होम गरिन्छ चितवनमा तेस्रो हुने निम्त दिन आएको चितवनमा तेस्रो हुने निम्त दिन आएको भजन कीर्तनमा 7 कोटी होम गरिन्छ राम्रो कर्म गरेपछि अवश्य तारिन्छ भजन कीर्तनमा 7 कोटी होम गरिन्छ राम्रो कर्म गरेपछि अवश्य तारिन्छ भजन कीर्तनमा 7 कोटी होम गरिन्छ राम्रो कर्म गरेपछि अवश्य तारिन्छ भजन कीर्तनमा 7 कोटी होम गरिन्छ राम्रो कर्म गरेपछि अवश्य तारिन्छ भजन कीर्तनमा 7 कोटी होम गरिन्छ राम्रो कर्म गरेपछि अवश्य तारिन्छ भजन कीर्तनमा 7 कोटी होम गरिन्छ राम्रो कर्म गरेपछि अवश्य तारिन्छ भजन कीर्तनमा 7 कोटी होम गरिन्छ राम्रो कर्म गरेपछि अवश्य तारिन्छ भजन कीर्तनमा 7 कोटी होम गरिन्छ राम्रो कर्म गरेपछि अवश्य तारिन्छ राष्ट्रदेव श्री पशुपतिनाथको जय हो हे हरि पुरा भए सबैका जे थिए चाहना दर्शन पायो कोटी होमको अनि भक्त जनको पुरा भए सबैका जे थिए चाहना इच्छा जति पुरा भयो हाम्रा सबै मनको इच्छा जति पुरा भयो हाम्रा सबै मनको पुरा भए सबैका यदि चाहना कार्यक्रम सफल होस् शुभकामना पुरा भए सबैका यदि चाहना कार्यक्रम सफल होस् शुभकामना पुरा भए सबैका यदि
स्कंद भगवानको हे हरि भजन गाउन आउनेलाई शरणमा लिनु है यति ठुलो अवसर पायौँ भजन पनि गायौँ भजन गाउन आउनेलाई शरणमा लिनु है महोत्सव सफल पार्न चितवनदेखि आयौँ महोत्सव सफल पार्न चितवनदेखि आयौँ भजन गाउन आउनेलाई शरणमा लिनु है बिदा माग्छौँ भगवान आशीर्वाद दिनु है भजन गाउन आउनेलाई शरणमा लिनु है बिदा माग्छौँ भगवान आशीर्वाद दिनु है भजन गाउन आउनेलाई शरणमा लिनु है बिदा माग्छौँ सिया रामचंद्र भगवानको हे हरि यो जुनीमा हे कृष्ण जे पार्नु पार अर्को जुनी हे कृष्ण जन्म नै नपार यो जुनीमा हे